अनि लुटेको मान्छे म यदि गेम खेल्न लाग्यो भने नि सबल हराइदिन्छु अघि नै म नभएर हो के हजुरहरुलाई सबै स्वागत छ मेरो नाइट भ्लगमा नाइट मिनी भ्लगमा। आज हाम्रो यो घरमा खतरनाक लुडो टुर्नामेन्ट भएको छ। पैसा लुट भएछ, मान्छे बुङ्गा भएको भइछ अङ्गेर। अब नयाँ गेम सुरु गर्ने रे, खोइ गेम सुरु भएन अझै। गेम भइरहेछ मलाई लुट हानेको अङ्गदेखि लुट हानेको 4-5 जनाले मिले एकजना लुट हाने नि। बाबरे म त देख्नै सकेको थिएन। रुल बदल्दियो नि त। मस्ट गर्दा कोही नि पट दिदी हैन मस्ट ब्रिङ अप कति तपाईलाई कति असुल छ रे अझै? सब ठीक छ के? दिदी तपाईलाई कति छ? के कुरा? कति असुल छ पैसा? मैले सब असुलिसके। मैले 1000 रुपैयाँ सपोर्ट दिए 1100 असुलिसके। अनि लुटेको मान्छे मान्छे यहाँ त्यो फरवर्ड कैसे लोग रहते हैं यार ल अब नयाँ गेम स्टार्ट हुँदैछ। अवस्था आएको छ। फाइन किन भिनाजु? हैन उनले यता चल्देर उनले उता सिकाइदिएर ल 10 रुपैयाँ ल्याइहाल्यो नि। ए ल 10 रुपैयाँ पैसा मसँग दिएछ। खुल्ला छैन म सबै फेरि मैले पैसा सबै मैले बोकेको नि। 10 रुपैयाँ ल्याइहाल्यो त। सब कडा नियम हुन्छ अब यहाँ। कडा नियम एकदम। फाइन हुन्छ चलाएर फाइन हुन्छ हामी हात लाउनु त यहाँ माथि हात लाउनु न। पाइदैन रेकर्ड हुन्छ रेकर्ड भइरहेको ल फाइन फाइन है मम्मी 5%। सम्झिनु है कति हुन्छ तपाईँ? 40 रुपैयाँ फाइन है 40 रुपैयाँ फाइन। 40 छैन मलाई 10 भयो। धेरै इन्जेक्स भएको छ। मम्मी मेरो गोटी उड्यो। ल उड्न सक्छ उडी पनि सक्छ। यो हो त्यहाँ यहाँ जान्छ कि हामी ख्याल गर्नु पर्छ। ल फेरि उडाउन सक्छु फेरि। टिङमा बस्न ट्याक हुन्छ। ल ए सरी ए म झेल्ली चाहिँ खेले हैन है। म कहीँ पनि म आफू सेफ भएको छैन। मैले काटेको ठाउँमा म काटिरहेको छु। त्यसलाई झेल्ली गर्न पाइँदैन कसैले पनि। यहाँ जट्ला म छु। अब एकचोटि पोटायो भने चाहिँ चाहिँदैन हामीलाई। कति आएको बाफ्रे। त्यही भएर तालै नदिने हामीलाई त खेल। गाइजहरु हजुर एकदम क्रिटिकल सिचुएसनमा आइपुग्यो। अब जसरी पनि नजितिनु भयो है। अरे कहना क्या चाहते हो? पहेँलोले फेरि मैले काटेर हुने गेम बिगारेर ल चा हमरा जित्ने मान्छे